नमस्ते साथीहरू सबैलाई मेरो भिडियोमा धेरै स्वागत छ हजुरहरूलाई। आज चाहिँ हामी कहाँ घुम्न आएको छु भन्दाखेरि चाहिँ यहाँ हेर्नुहोस् एकदमै राम्रो रमाइलो जग्गा घुम्न आएको छु है। बाहिरबाट चाहिँ यसरी डिजाइन गरेर बनाएको छ। बाहिरको भ्यू चाहिँ यस्तो रहेको छ है, जो हिस्ट्रीको बुकमा हुन्थ्यो नि, हिस्टोरिक डिजाइनमा आर्ट गरेको छ यो चाहिँ। अनि यहाँ चाहिँ मम्मीको मूर्तिहरू पनि बनाएर मजाले सजाएको छ है, स्ट्याचुहरू पनि छ। तर भित्र भने चाहिँ यस्तो छ। अनि हजुरहरूलाई थाहा भइसक्यो होला कि म चाहिँ कहाँ आएको भन्दाखेरि, जति पनि बेङ्गलोरमा हुनुहुन्छ उनीहरूलाई त पक्कै पनि थाहा भयो होला कि यो जग्गा चाहिँ कहाँ हो र यो जग्गाको नाम चाहिँ के हो भनेर है। अनि यहाँ चाहिँ भित्र चाहिँ एकदमै माछाहरूको मात्रै भेराइटी है, जस्तो भने त्यस्तै माछाहरू छ यहाँनिर थुप्रो। अनि म चाहिँ यहाँ एक्लै आएको छुइनँ। आइया मेरो टाउको पनि ठोक्कियो है यति भन्दै। यहाँ चाहिँ माछाहरू एकदमै मजाको छ। उहाँ चाहिँ हुनुहुन्छ मेरो सिस्टर है, मेरो दिदी। अनि यहाँनिर पनि बहिनी हुनुहुन्छ। हामी 3 दिदी बहिनी चाहिँ घुम्न आएको। आज एकै दिनमा एकै साथमा छुट्टी मिलेको कारणले गर्दाखेरि चाहिँ हामी घुम्नु आइरहेको छु है। अनि यो जग्गा चाहिँ एकदमै मजाको छ। यति बिना माछाहरू छ, वाउ म यति खुसी भइरहेको छु। यहाँ हेर्नु न, माछा मात्रै नभएर यहाँ चाहिँ एनाकोन्डाहरू पनि देखेँ हामीले है। मजाक गरेको, त्यो सबै प्लास्टिकको थियो। एनाकोन्डा चाहिँ प्लास्टिकको थियो, माछा सबै रियल हो खासमा हो भने चाहिँ। तर जति पनि यो प्लान्टहरू छ योहरू चाहिँ आर्टिफिसियल राखेको रहेछ। अनि यो जुन चाहिँ माछाहरू मैले हजुरहरूलाई देखाइरहेको छु है, यो चाहिँ सबै एकदमै रियल हो है। अनि हुनसक्छ कि म के बोल्दैछु, के भिडियो देखाउँदैछु यताउता हुनसक्छ, तर पनि हजुरहरूले बुझेर मेरो भिडियोलाई हेरेर इन्जोय गर्नु होला है। किनकि मैले यो बादमा भोइस कभर गरेको भिडियो, किनकि त्यहाँनिर भोइस कभर गर्नु चाहिँ एकदमै पोसिबल थिएन क्या। एकदमै हल्ला म्युजिकहरू ब्याकग्राउन्डमा थुप्रो त्यस्तो हल्ला म्युजिकहरू चलिरहेको थियो। सो त्यही भनेर म चाहिँ घर आएर चाहिँ भोइस कभर गर्दै हजुरहरूलाई देखाएको। वाउ यो चाहिँ मलाई एकदमै मन पर्यो है। अनि यो चाहिँ अँधेरो उयसमा राखेको थियो क्या, म्युजियमतिर जस्तै। सायद जेलीफिस होला खै के हो थाहा भएन। त्यति जालमा चाहिँ मेरो दिदीको डायमन्डको इयरिङ पनि झऱ्यो है। अनि हामीले यहाँनिर मर्मिटको स्ट्याचुमा पनि थुप्रो फोटोहरू भिडियोहरू लिए है। अझै आउनुहोस् मसँग हेर्नुहोस्, म हजुरहरूलाई के देखाउँदैछु है। एकदमै राम्रो, वाउ एकदमै म चाहिँ धेरै एक्साइटेड भइरहेको छु यहाँनिर चाहिँ। यहाँ चाहिँ के थियो भन्दाखेरि गाइस, एउटै मात्रै माछा थियो, यति युनिक माछा थियो। टाउकोमा चाहिँ टुटुल्का भएको हुन्छ नि त्यस्तो माछा थियो है। अनि त्यो सब छोडेर सबसे बेस्ट पार्ट चाहिँ म त्यहाँ गएर चाहिँ मैले के इन्जोय गरेँ भन्दाखेरि चाहिँ यो चिजलाई इन्जोय गरेँ कि मर्मिट सो हेर्नु पाएँ है। हजुरहरू पनि गयो भने चाहिँ यो सो हेर्नु चाहिँ नबिर्सिनु होला। अनि एकदमै टाइममा गएर चाहिँ यो सोलाई हेर्नु होला, किनकि एकदमै टाइममा सो लाग्दो रहेछ। अनि 5 मिनटमा खतम पनि भइहाल्दो रहेछ। हामीले पनि ज्यादा लामो चाहिँ हेर्नु पाइनँ, 3-4 मिनट हेऱ्यो होला। अनि सो एकदम खतम भइगयो। हामी खासमा चाहिँ उल्टा साइड बसिरहेको थियो, उता साइड बस्नुपर्ने, जानु पनि भ्याएन है। भित्रको भ्यू चाहिँ हो यस्तो रहेको छ गाइसहरू, एकदमै मजाको, एकदमै वाउ। म चाहिँ एकदमै, मलाई चाहिँ खुसी लाग्यो, एकदमै मन पर्यो है। मेरो सिस्टरहरूलाई पनि धेरै रमाइलो भएर यहाँ आएर चाहिँ हामीले आशा छ नेक्स्ट टाइम पनि हामी यो जग्गा आएर घुम्छु भनेर सोचेको छु है। अनि हामीले चाहिँ सल्लाह मिलाइरहेको छु नेक्स्ट टाइम पनि आउनुपर्छ ल भनेर है। हजुरहरू पनि जो पनि बेङ्गलोरमा हुनुहुन्छ यो जग्गा चाहिँ आउनुहोस् अनि मजाले घुमेर जानुहोस्। अनि यो जग्गाको नाम चाहिँ म लास्ट अन्तिममा चाहिँ भन्दैछु है, एक्रोलियम प्याराडाइज भन्ने चाहिँ फन वर्ल्डको छेउमा छ। अहिले भर्खर नयाँ खोलेको है। नयाँ खोलेको भन्दाखेरि पनि खै कति महिना भयो, हामी चाहिँ भर्खरै आएको घुम्नु है। अनि बहिनीले चाहिँ मलाई यहाँ सपोर्ट गरिरहेको छ। दिदीको भिडियोलाई लाइक सेयर सब्सक्राइब सबै कुरो गरिदिनुहोस् होला। अनि भिडियो हेरेर इन्जोय गरिदिनुहोस् होला भनेर बहिनीले चाहिँ यहाँ भनिरहेको छ। आजको भिडियो यति